हेलो गाइज वेलकम छ तपाईँहरूलाई मेरो च्यानलमा अनि गुड मर्निङ भन्न चाहन्छु। अहिले बिहानको तकरिबन 9 बजिसकेको छ र आज हामी पोखरासम्मको यात्रा गर्नेछौँ र यहाँ चाहिँ मेरो फ्यामिली हुनुहुन्छ। हामी दुईजना चाहिँ अहिले जानको लागि एकदमै रेडी छौँ। बाइक पनि सर्भिस भइसकेको छ र अब हामी बाइक लिएर यहाँबाट मुभ हुने हो। चलो लेट्स गो। अब हामी पोखरा गएर भेट्ने छौँ। बाई बाई। अब हामी आइपुग्यौँ रामदी पुल यानि कि कालीगण्डकी पुल हो। यो स्याङ्जा जिल्लामा पर्छ र यहाँ चाहिँ एकादशीको बेलामा एकदमै रमाइलो हुन्छ। बाँकी टाइममा चाहिँ खाली नै हुन्छ। यो हो कालीगण्डकी। हेर्नुहोस् एकदमै शान्त स्थिर छ यो कालीगण्डकी। एकदमै अहिले नयाँ पुल पनि बन्दै रहेछ यहाँ। यो हो बहुतै लामो पुल छ स्याङ्जाको। कुन ठाउँ हो यो? कुन ठाउँ हो बहिनी? यो मालूम नहीं है। आप भी पहली बार आ रहे क्या? हाँ, मैं पहली बार आ रही हूँ। हेलो बहिनी, यो ठाउँको नाम के हो? चिउरी पुल। ए ल, चिउरी पुल बुझ्या हो। चिउरी पुलको यो चाहिँ पुल छ। यो चाहिँ स्याङ्जा जिल्लामा पर्छ। बहुतै लामो। यो चाहिँ लगभग 1.5 किलोमिटर लामो पुल छ। 1.5 होइन होला, 1 किलोमिटर लामो होला सायद। अनि यो चाहिँ खास यो पुल किन बनाएको भन्दाखेरि यो पुलबाट यसरी गएर यो डाँडा 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 यसरी गएर यहाँ चाहिँ मन्दिर रहेछ के। यो मन्दिर त के हो थाहा भएन, तर यहाँ चाहिँ मन्दिर रहेछ। त्यहाँ जानको लागि चाहिँ पुल जोडेर रहेछ है त। त्यहाँ पौडी खेल्ने ठाउँ पनि रहेछ। निलो दामी रहेछ। गर्मी महिनामा आयो भने चाहिँ यता चाहिँ हरि। ल है साथीहरू, अब लाग्यो। हामी चाहिँ पारिसम्म पुगिरहेको। बहुतै कहीँ लाग्यो। आज चाहिँ हामी पोखरा पुग्नु छ। त्यही भएर यहाँ धेरै नरोकिकन हामी चाहिँ आफ्नो यात्रालाई कन्टिन्यू गर्नुपर्ने हुन्छ। अब चाहिँ हामी लागि जान्छ होइन। दामी छ कि यता घाम लाग्छ, न्यानो न्यानो छ होइन। थोडा हुस्सी लागेको थियो, चाँडो चाँडो थियो, तर अहिले बाटोमा आउँदा आउँदै गर्मी भइसकेको छ। चामक लागौँ है। हामी चाहिँ अहिले स्याङ्जाको बैरगाडीमा खानाको लागि रुकिसकेका छौँ, किनभने दिनको तकरिबन 12 बज्न आँटिसकेको थियो। त्यही भएर भोक पनि लागिसकेको थियो एकदमै एकदमै एकदमै। त्यसपछि यहाँ चाहिँ टक्क थकाली खाना है हाम्रो। टक्क घिउ भात खाने हो भेज। त्यसपछि यहाँबाट फेरि सरर अगाडि बढ्ने हो। पोखरा पुग्न अझै लगभग 1.5-2 घन्टा लाग्छ हामीलाई। हामी एकदमै पोखराको नजिक आइसकेका छौँ। अहिले चाहिँ यो नौडादेखि अगाडि चाहिँ बाटो एकदमै राम्रो रहेको छ। एकदमै एकदमै योभन्दा अगाडि 4-5 पहिला आउँदा चाहिँ यो बाटो एकदमै खतरनाक थियो, तर अहिले एकदमै सुलुट राम्रो भएको छ बाटो चाहिँ। सारा र दायाँ बायाँ हेरेर मजाले चलाउन सक्ने एकदम राम्रो बाटो छ पोखराको बाटो। एकदमै राम्रो। अब पोखरा पुग्नु धेरै बाँकी छैन, एकदमै नजिक आइसकेका छौँ हामी। ओहो के हो यस्तो गिद्धहरूको एकदमै राम्रो नजारा देखिरहेको छ माथि पनि है। हामी चाहिँ अनलाइन बुकिङ गरिसकेका छौँ होटेल। हामी चाहिँ फाइनल्ली हामी चाहिँ हाम्रो ड्रिम हाउसमा आइसक्यौँ। हेलो गर्थ्यो, वेलकम गर्थ्यो। अच्छा यो एयरपोर्ट ओल्ड एयरपोर्ट होला। र यहाँ नजिकै ड्राइभिङ सेन्टर पनि रहेछ। अब यहाँ ड्राइभिङ सिक्ने है त त्यही त भनेको। अब एकछिन फ्रेस भएर हामी चाहिँ फेरि जानुपर्छ लेक साइड। फाइनली गाइस हामी चाहिँ एकदम रेडी भइसकेका छौँ। यहाँ दुले नानी पनि रेडी भइसक्नु भएको छ। अब चाहिँ जाने हो कहाँ? लेक साइड जाने हो। बेहुली नानीको साइड जुरिसक्यो। अब छिट्टै त्यहाँ झन् तिहार बसेछौँ रे। ल हेर्नुहोस् पोखरा लेक साइड जाने रोड। यो हो लेक साइड। अहिले साँझको तकरिबन 7 बजिसकेको छ र साँझको नजारा यस प्रकारको छ। यहाँ एकदमै साँझमा छन् भिडभाड एकदम राम्रो झलमल लाइट छ। अहिले लेक साइडको नाइट भ्यू हेर्न आइसकेका छौँ। भर्खरै लेक साइडको किनारमा नाइटको नजारा चाहिँ कुछ यस प्रकारले देखिजान्छ नाइटमा चाहिँ है। म चाहिँ भोलि बिहान जाने हो मन्दिरमा। भोलि बिहान जानुपर्छ ल पाराई मन्दिर। यो ढुङ्गामा चढेर ल है आउनुहोस् है। अब हामी यहाँबाट पनि अझै अगाडि बढ्छौँ। यो लेक साइडको पुरै
किनारा किनारा गएर हामी अगाडि गयौँ भने यहाँबाट काफी ज्यादा क्याफेहरू भेटिन्छ। तपाईँहरूले सेकुवा पोलेको सोलेको सब कुछ यहाँदेखि अगाडि कफी सफी खान एकदम राम्रो भ्यू छ। र आज चाहिँ हामी एकदम भाग्यमानी छौँ किनभने आज चाहिँ कुमारी मुभीको प्रमोसन रहेको छ र जसमा हामीले कुमारी मुभीको कलाकार या हिरो हिरोइनलाई प्रत्यक्ष रूपमा देख्न पाइनेछ। एक मिनट ल हेर्नुहोस्, कुमारी मुभीको प्रमोसन चल्दैछ आज। कहाँ मैले अघि खान्छु भने त्यही हो र उता छ लाइभ म्युजिक खाने हो के तर कहाँ हो म्युजिक खतम भयो सेकुवा भोलिको सोचे धेरै साँची रहे यो दुई दिन साथ चाहिँ यहाँ सेकुवा र कफी अर्डर गर्दैछु है गाइस। त्यही भएर तपाईँलाई यहाँ साउन्ड अफ गरेको छ। है गाइज फाइनली हामी चाहिँ डिनरको लागि चाहिँ यो किङ लजमा आएको छौँ किनभने हामी चाहिँ यहीँ डिनर गरेर होटलमा चाहिँ सुत्नको लागि मात्र जाने प्लान छ हाम्रो। र यो चाहिँ एकदमै राम्रो ठाउँ रहेको छ। यसमा चाहिँ हामीले लाइभ म्युजिक तथा डिजे म्युजिक सब कुछ सुन्न पाइन्छ। गाइज अहिले चाहिँ हामी यहाँ बस्दा बस्दै थाहै लागेन, समय तकरिबन रातको 11 बजिसकेको छ र अब चाहिँ हामी होटलमा फर्किनुपर्ने हुन्छ किनभने यहाँदेखि तकरिबन हाम्रो होटल चाहिँ 3-4 किलोमिटर टाढा परेको छ। र हामी चाहिँ अहिले लागिसक्यौँ, खानासाना सब कुछ भइसक्यो हाम्रो। र चाहिँ हामी होटल फर्किँदैछौँ र मौसम निकै जाडो भइसकेको छ। यति भन्दै हजुरहरूलाई पोखरा घुम्न आउनुहोस्, लेक साइडको इन्जोय लिनुहोस् भन्दै म आफ्नो युट्युब च्यानलबाट बिदा लिन चाहन्छु। र फेरि भेट्ने आशको साथ म हजुरलाई एकदमै भिडियो हेरेर लाइक सब्सक्राइब गरिदिनु भन्न चाहन्छु। सबैजनालाई धेरै धन्यवाद अनि शुभ गुड नाइट भन्दै मेरो घर यानि कि मेरो ड्रिम हाउस आइसकेको छ यहाँ। हस्त नमस्कार।